guys, welcome back to a new video and today's video is about recipe. So मैले चाहिँ just first time हैन पनिर पकाउँदै छु पनिर. So मैले पनिर त धेरै खाछु बट आफैले पकाएको छैन. So today's video is all about recipe. मेरो one recipe हो यो चाहिँ एकदम simple limited दूध दही नहालिकन बनाउने रेसिपी हो किनकि यो चाहिँ दूध दही नखाने मान्छे नि हुन सक्नुहुन्छ. तर दूध दही वाला मलाई रेसिपी आउँछ त्यो मलाई बनाउन आउँछ बट यो वाला रेसिपी चाहिँ मैले त्यति धेरै ट्राई गरेको छ. पनिर त मैले पकाएको छैन बट दूध वाला रेसिपी चाहिँ मलाई याद छ भनौँ न त्यो. सो बट आज दूध दही वाला रेसिपी हैन सिम्पल रेसिपी हो. हजुरले होस्टेल रेसिपी पनि भन्न सक्नुहुन्छ. सो भिडियोमा स्टे ट्युन. अनि हजुरहरूले अनि त्यसपछि चाहिँ यो रेसिपी चाहिँ एकदम सिम्पल लिमिटेड कुराले बनेको हुन्छ. सो द्याट इज वाइ एकदम हजुरलाई पकाउन सजिलो हुन्छ. सो आजको इन्ग्रिडियन्ट के चाहियो. पनिरमा चाहिँ मैले एकदम सानो क्युबहरू बनाएको छु. धेरै ठुल्ठुलो बनाएको छैन. सो पनिर पछि प्याज मैले राख्दिनँ. प्याज र लसुन चाहिँ मैले राख्दिनँ है आज नराख्ने. अनि हजुरहरूले चाहिँ त्यो प्याज र लसुन चाहिँ राख्न सक्नुहुन्छ. टमाटर अनि पत्ता तेजपत्ता हो कि के भन्छ त्यसलाई हैन त्यो पत्ता अनि अदुवाहरू हुन्छ. सो म चाहिँ सबै काटकुट गरेर हजुरलाई देखाउँछु है त. लेट्स स्टे ट्युन. सो यहाँ टमाटर रेडी छ, आलु छ, यो दुईटा यसलाई तेजपत्ता भन्छ कि के हो खै यो छ, अदुवा छ अनि पनिर त भइहाल्यो. अब हजुरहरूले पनिरमा नि के आलु राखेको भन्न सक्नुहुन्छ होला बट लिटरली मैले खाएको पनिरहरूमा चाहिँ आलु छ अनि मलाई चाहिँ मिठो लाग्छ. सो यस मैले राख्छु. कराई चढाम. अब यसलाई एकछिन तात्न दिउँ. त्यसपछि हामीले राखौँ तेल. कराई तातेर मैले यतिको पनिर हालिसकेँ. पनिर अरे तेल हालिसकेँ. अब एकछिन तेल तात्न दिउँ. तेल तातेपछि थोरै जिरा, थोरै मेथी, 1-2 मेथी अनि ग्यासलाई सानो गराउनुहोस्. यति हालेपछि चाहिँ थोरै अदुवा पनि हाल्नु. अदुवामा चाहिँ पानी हुन्छ. सो अदुवा एकछिन पछि हालौँ. आलु हालौँ. सुरुमा आलु हाल्ने अनि त्यसपछि अदुवा हालौँ है त. मैले चाहिँ आलु हालिसकेँ. सानो ग्यास बनाउँछु. अब एकछिन आलुलाई ब्राउन हुने बेरसम्म राखिराख्ने हलाउँदै एकछिन. अब आलु राखेपछि अदुवा नि राख्नु परि नै गयो होइन. अदुवा नि राखेको छु. अब आलु हल्का फ्राई हुन दिने अनि त्यसपछि हामीले टमाटर राख्छौँ. सो हेर्नुहोस् यहाँ हल्का यस्तो हुन थालेपछि चाहिँ हजुरले यो तेजपत्ता हालिदिनुहोस्. यसरी मजाले भुट्ने गरेर हालिदिनु होला. भनौँ मिठो मजाले भुटिदिनु. अनि आलु पनि अहिले यो टमाटरहरू भुट्दा ब्राउन हुन्छ. सो यति भएपछि अब टमाटर जोगिएर हाल्नु होला. टमाटरलाई हल्का गल्नको लागि नुन हाल्ने हो. त्यही पनि अहिले एकछिनमा है. यसलाई अब अझै एकछिन फ्राई हुन दिने बल्ल. मैले चाहिँ भर्खरै टमाटरमा नुन हालेको थिएँ त्यही भएर टमाटर चाहिँ गलेको छ. अनि यसमा चाहिँ नुन चाहिँ थोरै हाल्ने है. पछि फेरि सर्को हुन्छ. यति जति नुन हाले हुन्छ. अब यसलाई एकछिन अझै फ्राई हुन दिउँ. अनि पनिर राखौँ. अब चाहिँ 30 सेकेन्ड जति फ्राई हुन दिने अनि पनिर राखौँ. मैले चाहिँ पनिर राखिसकेँ. अनि ग्यास चाहिँ सानै गराउनु होला है नभए डढ्ने लास्ट धेरै चान्स हुन्छ लास्टै नै. यसलाई यसरी हल्लाउँदै एकछिन पानी चाहिँ ब्राउन हुने बेलासम्म स्नान गर्ने. अनि पनिरलाई चाहिँ हल्लाइराख्नुपर्छ किनकि यो फेरि चिप्किन्छ क्या. त्यही भएर कराईमा चिप्क्यो भने मिठो हुँदैन. अनि फेरि धेरै मिची हल्लाउने होइन. हल्का लाइट ह्यान्डले हल्लाएपछि यो कराई चाहिँ हल्का गहिरो छ त्यही भएर तेल पनि राख्दा थोरै देखिन्छ बट तेल चाहिँ अलिक धेरै राख्नुपर्छ है पनिर फ्राई हुनको लागि चाहिँ. हेर्न सक्नुहुन्छ. त्यो चाहिँ पछि पनिर फ्राई भएपछि एक्सेस चाहिँ निक्लिन्छ. मजाले यसरी फ्राई गरिराखेर पनिरलाई यसरी रातो पिरो गराएपछि खुर्सानी पनि राखौँ है. मैले चाहिँ यसमा थोरै मटर र चना पनि राखेँ है. हजुरहरूले चाहिँ त्यसलाई क्विक पनि गर्न सक्नुहुन्छ. मिठो अब यसरी रातो पिरो भएपछि चाहिँ अब यसमा थोरै खुर्सानी धनिया चाहिँ लास्टमा हाल्ने हो. खुर्सानी र पानी राखेँ भइगयो. अब नुनहरू पनि राख्नु पर्यो नि त. सो सुरुमा मैले राख्छु यसमा धनिया जिराको पाउडर यति, बेसार, नुन अनि चाहिँ अझै धेरै थोरै चाहियो जस्तो लाग्यो. सो अब यसलाई मिक्स गरौँ. मिठो गरौँ न त भरि गयो. मजाले यतिको रातो पिरो भएपछि चाहिँ अनि मैले चाहिँ 1 गिलास जति पानी हालेँ. अब पानी हालेपछि त नुन फेरि हाल्न परि नै गयो. सो नुन हालौँ है. यतिको चाहिँ नुन हाल्न त परि गयो है. यति त हाल्नुपर्छ.
र अब टक्क मिठो पिरो हुन्छ। मैले चाहिँ अहिले खुर्सानी लास्टमा हाल्ने सोचेँ किनकि तेलमा भुटे भए अलिक पिरो हुन्थ्यो, मलाई त्यति धेरै पिरो चाहिएको छैन। सो माथिबाट हालिदिउँ। सो नुन चर्को भयो भने चाहिँ अझै पानी हाल्न सक्छ। धनियाँ हाल्नुभयो आमाले मिठो 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 गराउन, अनि खुर्सानी पनि आमाले हाल्नुहुन्छ। अब ग्यास चाहिँ अब ठुलो गराम, अनि अब नुन चाहिँ अब धेरै भयो, मैले एकछिनमा पानी थप्छु। अब हेरौँ र अब यसलाई मजाले एकछिन भल्किन दिउँ, अनि त्यसपछि म लास्टमै हाल्छु खुर्सानी। सो गाइजहरू मैले चाहिँ अहिले ठुलो ग्यास बनाएछु थिएँ, अनि त्यसपछि चाहिँ सानो ग्यास बनाएर यसरी छोड्दैछु। के अरे मैले पनि फर्स्ट टाइम ट्राई गरेको, कस्तो हुन्छ त मलाई नि थाहा भएन, तर मैले गरिरहेको छु। अनि यो रेसिपी चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको, त के पनिरै फर्स्ट टाइम बनाएको नि त। सो कस्तो टेस्ट हुन्छ म चाहिँ हजुरहरूलाई पछि बनेपछि सेयर गर्छु र एकदम ट्रु रिभ्यू दिन्छु। अब मिठो बनिदिए हुन्थ्यो, नभए पनिर पनि नास, सबै सामान नि नास होइन। हल्का मलाई चाहिँ त्यो जुन सुप छ यसको पानी राखेको त्यो चाहिँ हल्का थिक बनियोस् भन्ने चाहेर मैले चाहिँ सानो गस त बनाएको छु। अब हेरौँ के हुन्छ भनेर। सो यसहरू मेरो चाहिँ बनिसक्यो पनिरको तरकारी। चाख्दाखेरि ठिक मिठो छ है, यस्तरी मैले पनि राखिसकेँ। सो अब चाहिँ म खानासँगको आफ्नो रिभ्यू हजुरहरूले भन्छु। अहिले चाख्दाखेरि त मिठो मिठो मिठो। गाइजहरू मैले यो फोटो किन राखेको भन्दाखेरि मैले मिठो भयो त भने बट खानासँग रिभ्यू दिन्छु भनेको थिएँ नि त, बट रिभ्यू खिच्नै बिर्सेछु। आमा बाबा सबैले एकदम मिठो मानेर खानुभएको थियो है। ल बाई।